and welcome to my vlog. And we are going to Palpa. के को लागि? घुम्नको लागि, नाइट आउट को लागि, एक दिन को लागि. अब आज जाने, वही बस्ने, भोलि बिहान फर्किने. एउटा मेम्बर यही हो हैन. हामीलाई कुराएर 1 घण्टा कुराएर बसायो. हामी 1 घण्टा अगाडि रेडी भएको. अर्को मेम्बर चाहिँ हामी त 1 घण्टा अगाडि रेडी भएर बसिसकेको. केटी मान्छे भएर पनि यस्ता हान भाइहरु, भाइ भगा यस्ता हान. झन् तिमीले ढिलो गर्छ भनेर हामीलाई छिटो रेडी हुन पठाए. लास्टमा हामीले चाहिँ कुरेर बस्नु. सुतेर बसेको के त पनि भन्न गएको त. अर्को भाइ चाहिँ उनो लिन गहन, वहाँ बसेर मस्त उनो खेलेर बस्ने. अब पाल्पा गएर यहाँ खेल्ने वातावरण भएन. ए अर्को मेम्बर चाहिँ हिज शिशिर आचार्य भन्न आएको कि मलाई. शिशिर पाण्डे के लिन गएको देखाएको त यहाँ. म उनो लिन गएको थिएँ भन्न न यस्तो देखाएर. हामी जानेवाला गाउँको घरमा चाहिँ पेट अलाउ छ हैन. त्यही भएर हामीले आफ्नो आफ्नो पेट लिएर जान थालेको. 2टा पेटहरू. हेलो गाइस, हामीले चाहिँ पर्सनल राइड आउँछ भनेको हामीलाई रिजेक्ट गरिदियो हैन. अनि हामी चाहिँ प्राइभेट भेहिकलमा पब्लिक भेहिकलमा पब्लिक भेहिकलमा छौँ होइन. अनि त्यसपछि अब हामी बुटोलदेखि गोलपार्कदेखि पाल्पा जाँदैछौँ. हाम्रो घरदेखि चाहिँ अघि नै स्टे ट्युन. I'll keep you updated guys. यो चाहिँ भ्यू हो पाल्पाको. पाल्पा जाने बाटो. हामीले एकचोटि सानोमा आउँदा हामीसँग फोन थिएन होइन. सानोमा त आउँदा 7 हो कि 8मा पढ्दा होइन फोन हुन्थेन. अनि यस्तो राम्रो भ्यू हेर्दाखेरि फोन भएको भए कति क्याप्चर गर्न सकिन्थ्यो जस्तो फिल हुन्छ होइन. अहिले फोन हुँदाखेरि मतलब हुँदैन थियो. यस्तो मतलब दिस इज द साइन अफ एडल्टिङ. हामीलाई इन्टरभ्यूले धोका दियो. अब धुलो भहम आइपुग्यौँ. अब चाहिँ हामी पाल्पा आइपुग्यौँ र अब हामी कहाँ जाने. अब हामी गाउँको घर जान थालेको. अब चाहिँ 3-4 किलोमिटर हिँडेपछि हामी पुग्छौँ गाउँको घर. डाँडाको टुप्पामा घाम लाग्छ. अरूतिर चाहिँ लागेको छैन. अम्लेट चाहिँ त्यहाँ अगाडि पुगिसकेछ हामीलाई छोडी. कति खुसी लागिरहेको. यतिकै खुसी लागिरहेको. कति भयो त घुम्न नगएको. हामी यत्तिकै यहीँ बाटोमै खुसी भएको थियो. र मेरो भाइले अब घर फर्किनु त्यसो भयो अरे. खुसी त भइसक्यो. त्यही पुलसम्म आएर 1 घण्टा बसेर गयो. हामी त खुसी के. तर आज हाम्रो प्लानै अर्कै छ. आज हामी यही गाउँको घरमा बस्ने अनि फोटोहरू खिचाउने, वरिपरि भ्यूहरू खोजेर. फोटोग्राफरहरू छन् नि त हामीले आफ्नो बडीगार्ड, पर्सनल फोटोग्राफर 2जना लिएर आऊँ. 2 in 1 हो. दुईटैको काम देखाइदेऊ न. रोक्नै म देखाउनु. गाउँको घरमा हजुरलाई स्वागत छ. अब हामी आउन थाल्यौँ गाउँको घर. अब चाहिँ हाम्रो फोटोसुट चलिरहेछ. हामी गाउँको घर पुग्न आँटेछौँ होइन. अनि तर अँध्यारो हुन आँटेछ. त्यही भएर अहिले नै फोटो खिचिहालौँ भनेर अनि खिच्न लाग्यो. These are the 4 members. 4 pillars of democracy. हामी चाहिँ ट्रेकमा आएको होइन तर ट्रेक गरिरहेको. कति मिनटको ट्रेक हुन्छ हाम्रो? 3 किलोमिटर. 50 मिनट. This is the view of Palpa. अब
चाहिँ हामी आउन थाल्यौँ कति छ 2.5 किलोमिटर आफ्टर 1 hour of walk हाम्रो गाउँको घर आयो हामी फाइनली हाम्रो गाउँको घरमा आयौँ हजुरहरूलाई लाग्यो होला हामी आफ्नो गाउँको घरमा आछौँ भनेर तर एउटा गाउँकै घर हो तर पर्सनल होइन रेजोर्ट टाइपको हो हामी हामीलाई उस गर्न मन लाग्थ्यो होइन घुम्न मन लाग्थ्यो एक दुसरासित टाइम स्पेन्ड गर्न मन लाग्थ्यो त्यही भएर हामी आएको आइदियौँ यो हो हाम्रो गाउँको घर वेलकम फाइनली गाउँको घरमा आएर रुम बुक गरेर रुम चाहिँ पाइएन तर एउटा एक्स्ट्रा रुम रहेछ अनि धन्न अनि यसमा पायौँ हामी चाहिँ के खाने भनेर डिसाइड गर्दै भनेको कस्तो हो के त तिमी नन भेज मान्छेलाई थाहा होला नि म भेजलाई सोधिरहेको छु अब चाहिँ हाम्रो खाना आउँदैछ रात परिसक्यो अब हामी एक्सप्लोर गर्ने पाउने भएनौँ बाहिर कल सुबह 5 बजे उठ के करेंगे गाइस दिस इज बटुक एंड दिस इज पकौड़ा दिस इज सृष्टि these are 2 pets यो भनेको पाल्पाको एउटा स्पेशल डिस हो बटुक बुझ्यौ मन त पाइन्छ नि पाल्पाको फेमस छ नि त यो चाहिँ कोदोको मोमो होइन कोदो चाहिँ पहाडतिरै फल्छ के अनि त्यही हो दिस इज आवर होम फर टुडे This is the actual गाउँको घर we are staying right now. यता मेरो भाइ चाहिँ सुत्यो सिसी त्यहाँ उभिएर बसेछन् अनि म चाहिँ यस्तोरी बसेछु सृष्टि चाहिँ यता हिँड हामी चाहिँ अब सुत्ने खानासाना खाएर सुत्ने बेला भयो अनि यस्तो जाडो छ बाफ रे बुटलमा त यस्तो जाडो त थिएन बुटलदेखि 28 किलोमिटरको डिस्टेन्स मात्रै हो यस्तो जाडो यहाँ त हामी त्यहाँ सिरो कोडेर बसेछौँ अहिले कुन अहिले कार्तिकको महिनामा यस्तो जाडो हो यहाँ अनप्रेडिक्टेबल एकदमै ल अब हामी हजुरहरूसित भोलि बिहान भेट्छौँ बाई बाई गुड नाइट गुड मर्निङ एभ्रिवान टुडे इज द नेक्स्ट डे आज चाहिँ रमाइलो गर्नुपर्छ आज चाहिँ एक्सप्लोर गर्ने हो हामी पाल्पा हिजो त आउँदा नै बेलुकी भइसक्यो थियो राति अँध्यारो परिसकेको थियो अब बाहिर सबै यहाँ त पहाड खोलाहरू छ त्यहाँ घुम्नु भएन टाइगर आयो भने के गर्ने डराएर बस्यौँ यहीँ बोन फायर गर्दै बस्यौँ रमाइलो भयो अब आज चाहिँ खोलामा जाने हो खोला झरना जङ्गल सब हाम्रो एन्सेस्टरहरू यतै बस्नुहुन्थ्यो कि लिटरली यस्तै ठाउँमा बस्नुहुन्थ्यो अनि यो नर्मल थियो अब हाम्रो लागि चाहिँ यो एबनर्मल हाम्रो लागि चाहिँ यो एकदम लाइक वाला भइसक्यो क्या न हामीले भन्दा अझै हामी पछाडिको हुन्छ नि जुन छन् नि उनीहरूको लागि चाहिँ देख्दै नदेखेको कुराहरूको कलेक्सनहरू छ क्या जति पनि यस्तो राम्रो छ म अब हजुरहरूलाई क्विज लेख्छु वाट इज दिस यो के हो मलाई तर यो चाहिँ त्यो पानी पर्दाखेरि ओढ्ने हो क्या त्यो के भन्छ नि यस्तो छाता जसरी लाइक ओढ्थ्यो अरे कि पहिलाको मान्छेहरूले अनि यो ओढेर मान्छेहरू काम गर्थे अनि त्यो मेलापात गर्ने धान रोप्नेहरू त्यस्तो गर्थे के अनि यो चाहिँ त्यो सुप जस्तो यस्तरी केलाउने हुन्छ धानहरू यस्तो के हावामा उडाउने
त्यस्तो त्यस्तो गर्ने हो जस्तो त्यो माथिको चाहिँ उस होइन लालटिन पहिलाको बत्ती त्यसरी बाल्थे बत्ती हुन्थेन नि त इलेक्ट्रिसिटी थिएन यो के हो त यो चाहिँ हो क्या त्यो ठेकी हो कि ठेकी के भन्छ नि के गर्छन् ए दही मोहीहरू पार्नेहरू नि तर यो त सानो हो यो राख्ने मात्रै होला ऊ राजा रानी हाम्रो राजा रानी थियो यो त हाम्रै घरमा थियो के हामी सानो हुँदाखेरि थियो रेडियो पहिलाको रेडियोहरू यस्तो अहिले जस्तो मोबाइल कहाँ हुन्थ्यो र हाम्रो बाबा बाजेहरू पनि पुरा इन्जोय गरेर हो कि गाग्री त्यो गाग्री यसमा चाहिँ खाना पकाउने होला होइन यसमा चाहिँ धेरैजनाको लागि पकाउने अनि यो पनि त्यही त्यो पनि यो पनि कसौडी भात पकाउने त्यो चाहिँ पानी तताउने के इन्भाइरोमेन्ट त यति राम्रो छ कि दिल खुस हो क्या वाला हो कि या त लाइक हुन्छ नि जहिले आएर बसौँ भन्ने जस्तो छ कि हामी चाहिँ हाम्रो लाइक ब्रेकफास्ट नै यो ठाउँमा गर्ने हो यस्तो राम्रो छ नि त्यहाँबाट हेर्दा नदेखि पनि भित्र गएर यो चाहिँ हाम्रो भेजिटेरियनवाला ब्रेकफास्ट है यहाँको अनि हामी चाहिँ यहाँ माथि बसेर खाइरहेछौँ हामी बसेको रेजर्टको साइडमा चाहिँ खोला छ होइन खोला झरनाहरू छ अब हामी त्यही जाँदैछौँ हामी चाहिँ खोलामा जान आँटेको है वहाँ टाढोबाट खोला चाहिँ यहाँ रहेछ बाटो खोज्दै छौँ हामी चाहिँ फाइनल्ली खोलामा झरना भएको ठाउँमा आयौँ ऊ झरना पाल्पा ट्रिप सकिन जाँदैछ अब हामी एक्सप्लोर गरेर हामी अब गाउँले लाइफ जीवनबाट सहरीय लाइफमा जाँदैछौँ 1 डे ट्रिप यही हो बुटोलदेखि जम्मा 28 किलोमिटरको डिस्टेन्समा थियो यो ठाउँ चाहिँ सो दिस इज द एन्ड अफ द ब्लग थ्याङ्क्स फर वाचिङ सो गाइज लाइक शेयर सब्सक्राइब